गुड आफ्टरनुन एन्ड वेलकम ब्याक टु माई च्यानल। धेरै भयो मैले भिडियो नबनाएको किनकि मेरो मोबाइल बिग्रेको थियो। म भिडियो बनाउन सफल भएकी थिइनँ। यत्रो दिन भइसक्यो। तपाईँहरूले मलाई धेरै माया गर्नुभएको थियो र अब पनि गर्नुहुन्छ भन्ने मलाई थाहा छ। आजको भिडियो हेरेर लाइक, सब्सक्राइब र कमेन्ट गर्न नभुल्नु होला। मलाई माया गरिदिनु भएकोमा धन्यवाद। साथीहरू, अहिले दुबईमा चाहिँ भिजिट भिजाको लागि धेरै कडाइ गरेको छ। पहिला मैले भिजिट भिजाको बारेमा धेरै भिडियो बनाएको थिएँ। तपाईँहरूले लाइक गरिदिनु भएको थियो, धेरै भ्युजहरू आएको थियो। मैले थोरै भिडियो बनाए पनि धेरै भ्युज थियो मेरो भिडियोमा, लाइक पनि थियो। अब के छ भन्दाखेरि भिजिट भिजामा आउन थोरै गाह्रो छ। नेपालबाट चाहिँ दुबईमा अहिले चाहिँ भिजिट भिजामा आएर कस्तो गाह्रो छ भन्नुहुन्छ भने, भिजिट भिजा आएर पहिला चाहिँ हामीले भिजा रिन्यू गरेर जतिचोटि पनि भिजा रिन्यू गर्न मिल्थ्यो। त्यसमा के सजिलो हुन्थ्यो भने 2 महिना यहाँ तपाईँहरू आएर यदि काम पाइएन, इनकेस काम पाइएन भने चाहिँ हामीले चाहिँ भिजिट भिजा रिन्यू गरेर फेरि एनदर 2 मन्थ्सको भिजा लगाएर त्यसमा फेरि जब खोज्न सक्थ्यौँ। तर अहिले चाहिँ त्यो अलाउ छैन। एकचोटि 2 महिनाको भिजिट भिजामा आएपछि त्यसपछि तपाईँहरूले रिन्यू गर्न पाउनुहुन्न। त्यसैले आउँदाखेरि अलिकति लरी बुझेर आउनु होला। अरूको भनेको भरमा चाहिँ, सुनेको भरमा नआउनु होला। यत्रो पैसा खर्च गर्नुहुन्छ तपाईँहरूले। पैसा खर्च गर्दा चाहिँ अलि सोचेर गर्नु होला। आफ्नो लगानी लगाउनुहुन्छ, धेरै गाह्रो हुन्छ। यहाँ आएर पनि कभर गर्न धेरै गाह्रो हुन्छ। त्यसैले चाहिँ धेरै सोचेर पैसा खर्च गर्नु होला। भिजिट भिजामा आउन ठिक छ यदि तपाईँहरूले पहिले काम भनेर राख्नु भएको छ या तपाईँको रिलेटिभ्सले चाहिँ काम पहिले खोजिसक्नु भएको छ भने चाहिँ सिधा भिजिटमा आएर काम गर्न जानलाई चाहिँ धेरै राम्रो छ। तर यहाँ आएर काम गरेर खोजेर गर्छु भनेर अहिले बिर्सिँदा हुन्छ। यहाँ आएर 2 महिनामा काम खोजेर गरिहाल्छु, 2 महिनामा कस्तो काम नपाइएला र भन्ने हुन्छ। तर चाहिँ 2 महिनामा काम पाउन धेरै गाह्रो छ। अहिले चाहिँ मान्छेहरू हरेक देशबाट चाहिँ धेरै मान्छे आएर चाहिँ जबहरू पाइन त पाइन्छ, सानो सानो जब पाइन्छ जसले आफ्नो खर्चलाई पनि खर्च धान्न पनि दुखाउँछ दुबईमा बसेर। त्यही माथि मान्छेहरू ऋण गरेर 4-5 लाख ऋण गरेर आएका हुन्छन्। दुबई आउँदा पनि युरोप जति पैसा खर्च गरेर आएका हुन्छन्। अनि त्यसपछि यहाँ आएर 2 महिनामा काम पाउन गाह्रो हुन्छ। त्यसपछि फेरि घर जानुपर्छ, फेरि ऋणमा डुब्नुभन्दा पहिले बुझेर आउनु होला। अहिले चाहिँ दुवै गभर्मेन्टले इन्डिया, नेपाल, बङ्गलादेश, पाकिस्तानबाट भिजिटमा आएर त्यसपछि भिजा रिन्यू गर्न नपाइने रुल गराएको छ। त्यसमा चाहिँ पनि ब्याङ्क ब्यालेन्सहरू थोरै धेरै देखाउनु पर्ने हुन्छ। तपाईँहरू आएर पनि 2 महिनामा काम खोजेर गर्न धेरै गाह्रो छ। मान्छेहरू धेरै छन्, कम्पिटिसन धेरै छ। त्यही माथि पनि राम्रो जब पाउन धेरै 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 गाह्रो छ। मैले पनि 4-5 महिना खोजेर अलि राम्रो जब गरिरहेको छु अहिले, त्यही पनि इनफ हुँदैन। दुबईबाट नेपाल आउन सरी नेपालबाट दुबई आउन चाहिँ के कस्तो डकुमेन्ट लाग्छ, के लाग्छ भनेर मैले पहिलाको भिडियोहरूमा धेरै पोस्ट गरेको थिएँ। त्यसपछि जब कसरी पाइन्छ, के गर्नुपर्छ भनेर। तर अहिले चाहिँ टोटली डिफ्रेन्ट छ। अहिले चाहिँ जब पाउन त्यति सजिलो पनि छैन। अनि त्यसपछि सानो जब गरेर, आई मिन थोरै पैसाको जब गरेर यहाँ चाहिँ रेन्ट एकदम धेरै छ, रुम रेन्ट धेरै छ। सानो डब्बाको पनि हामीले धेरै नै रेन्ट दिनुपर्ने हुन्छ। खानाको लागि उसले खर्च हुन्छ। त्यही भएर खर्च धान्न धेरै गाह्रो हुन्छ थोरै स्यालेरीमा बसेर। अहिले चाहिँ दुबई गभर्मेन्टको रुल अनुसार हामी भिजिट भिजामा आएर भिजा रिन्यू गर्न मिल्दैन। मिल्यो भने पनि फेरि घर गएर फेरि नेपाल गएर भिजिट भिजा लगाउनुपर्छ। त्यो पनि खासै सम्भव छैन जस्तो लाग्छ मलाई। म पनि धेरै अपडेट त छैन, त्यही पनि मलाई यति थाहा छ कि रिन्यू गर्न पाइँदैन। यदि भिजा रिन्यू गर्न पाइएन भने, इनकेस 2 महिनामा हामीले काम पाइएन भने हामी फेरि वापस घर जानुपर्ने हुन्छ। सबैहरू जति पनि युट्युब भ्युवर्सहरू हुनुहुन्छ उनीहरूलाई म यही भन्न चाहन्छु कि यदि तपाईँहरू यहाँ दुबई आउन खोज्नु हुँदैछ भने पहिला आफ्नो रिलेटिभ्सलाई भनेर काम खोजेर आउनु होला। धेरै गाह्रो हुन्छ, 2 महिनामा काम पाइँदैन। रेयर केस हुन्छ 2 महिनामा काम पाइन्छ। कसैको लक पनि राम्रो हुन्छ र आउने बित्तिकै 2-3 दिनमा पनि काम पाएको देखेको छु मैले। तर बुझेर सोचेर आउनु होला।
आजको लागि यति नै। म धेरै बोल्न सकेको छैन। मैले के थियो नयाँ अपडेट भनिसकेको छु र मेरो घाँटी पनि आज थोरै खराब छ त म धेरै चिच्याएर बोल्न सकेको छैन। तपाईँहरूलाई पनि लागिरहेको होला कि कति सुस्तो बोलेको हो, अलि चिच्याए पनि हुन्थ्यो जस्तो भएको होला। तर सरी सरी, माफ गरिदिनु होला। अर्को भिडियोमा म जति पनि दुबईमा नयाँ अपडेटहरू छ त्यो सबै भन्ने छु। धेरै दिनपछि म भिडियो बनाउँदैछु, माफ गरिदिनु होला। सरी सरी भन्न चाहन्छु त्यसको लागि। अनि मेरो भिडियो मन पराइदिएकोमा धन्यवाद। यो भिडियोलाई पनि सक्दो सेयर गर्नु होला। थ्याङ्क यू, बाई बाई, सी यू इन नेक्स्ट भिडियो।